This episode is presented by Dharan Christian Samaj. Collaboration with Bethany Holistic Ministry Nepal. Furniture partner New Sanyukta Furniture. अब क्वालिटी हेरेर होइन छोएर महसुस गर्नुहोस्. दाइ स्वागत छ. धन्यवाद. दाइसँग अब हुन्छ नि धेरै मैले अस्तिको वर्ष पनि क्रिसमस सिजनमा दाइ कप गरौँ न समय दिनुहोस् न प्लिज दाइ भने आउने मैले होइन. तर दाइ अहिले पनि फोन आएको छ दाइको होइन. एकदमै बिजी हुनुहुन्छ तपाईँ, त्यो मलाई थाहा छ दाइ. अब आज चाहिँ के थियो दाइ, मैले तपाईँलाई अघि पनि फोन गर्दाखेरि रेस्पोन्स आएन नि, मेसेज गरेँ अनि त्यसपछि तपाईँले फोन गर्नुभयो. अहिलेको व्यस्तता के छ दाइ, केमा बिजी हुनुहुन्छ दाइ? विशेष गरी डिसेम्बर लागिसकेपछि हामी अब क्रिसमसको सिजन भन्छौँ डिसेम्बर 1 तारिकदेखि. अनि यो डिसेम्बर 1 को क्रिसमस क्यारोल खेल्ने हामी घर घरमा गाउँ गाउँमा बस्ती बस्तीमा नयाँ ठाउँमा नयाँ मानिसहरूको बिचमा क्यारोल खेल्ने गर्छौँ. अनि त्यसैको दौडानमा अस्ति शङ्करसभा गयौँ हामी. शङ्करसभामा क्यारोल गऱ्यौँ. हिजो फतेहपुरमा गऱ्यौँ. हिजो आज बिहान मात्रै फर्केको. फेरि दिउँसोको आज भान्चोकको कार्यक्रम है. टु टायर्ड. भनेपछि हरेक वर्षको व्यस्तता सेड्युलहरू यस्तै हुन्छ र फेरि यो सिजनमा ठ्याक्कै त्यस्तैमा चाहिँ तपाईँको त्यो व्यस्तता कारण पनि रहेछ दाइले समय दिनु. डिसेम्बर 1 चाहिँ त्यो अघि पनि भाइले मलाई फोन गर्दाखेरि म चाहिँ उत्सवबाट एकछिन रेस्ट गर्नु पर्यो भनेर सुतिरहेको थिएँ. अहिले फेरि प्रोग्राम छ तपाईँको? अहिले 7 बजी फेरि जानुपर्ने छ. यो पनि प्रोग्राम भयो दाइ? प्रोग्रामै. ओके. अब मेरो दाइसँग मैले पहिले नै यसरी कुराकानी गर्न चाहेको चाहिँ तपाईँको त्यो अनुभवहरू, तपाईँको त्यो समयको आँटहरू, जोसहरू क्या दाइ, मलाई लोभ लाग्छ क्या दाइ. भनिन्छ नि कोही हुन्छ नि एउटा सत्यको बाटोमा मेरो पछि कोही नभए पनि म एक्लै भए पनि हिँड्छु. अनि 79 सालको त्यो चुनाव ताका क्या तपाईँले हुन्छ नि, तपाईँले तपाईँको भोट माग्ने शैली भनौँ अनि तपाईँले उपमेयरको होइन उम्मेदवारको चाहिँ नि एउटा प्रत्याशी हुँदै गर्दाखेरि त्यतिखेर मैले तपाईँलाई फिल्डमा देखेको क्या दाइ. त्यो के थियो भन्दाखेरि धरानप्रतिको माया, धरानप्रतिको हुन्छ नि एउटा योजना, रोड म्याप तपाईँसँग थियो क्या त्यतिखेर. अनि यो विषयमा दाइ चाहिँ कतिपल्ट है गफ गरौँ भन्दा फाइनली दाइ आज हुन त दाइ फेरि अब मलाई चाहिँ अब दाइले व्यस्तता त सधैँ छ. अनि अर्को चाहिँ के लाग्थ्यो भन्दा मन क्या दाइ विचार चाहिँ गर्ने. अब दाइको अब हार्ट एफएम पनि छ. अब त्यो भएर दाइलाई अलिकति त्यो हुन्छ कि होइन, विजयपुर एफएमले प्रस्ताव गर्दै गर्दा नट ओन्ली प्रमोद भाइ, यो त विजयपुर एफएमको इन्भाइट हो नि. मलाई यता कता त्यो पनि लाग्ने क्या दाइ है. के थियो दाइ? होइन अब मलाई विजयपुर एफएम हाम्रो आफ्नै एफएम हो होइन. कहिले म रेडियो धरानमा जान्छु, कहिले दन्तकालीमा जान्छु, कहिले हाट एफएममा हुन्छु. हाट एफएमको आफै चेयरम्यान भएकोले गर्दा पनि मैले एउटा चेयरम्यानसिप होइन, अध्यक्षता चाहिँ समातिराख्ने होइन. एउटै मात्रै म चाहिँ यो मेरो जोड यो म चाहिँ यो मात्र हो भन्ने होइन नि त होइन. हामी मिडियामा बसेकाहरू विजयपुर एफएमले गरेको राम्रो कुराहरू हामी सिक्न सक्छौँ. हाट एफएमले गरेको राम्रो कुराहरू विजयपुरले सिक्न सक्छ, धरानले रेडियोले सिक्न सक्छ, दन्तकालीले सिक्न सक्छ. अहिले मिडियाको अवस्था यस्तो भइरहँदाखेरि हामीले एकले अर्कालाई सहकार्य गरेर हामीले पाइरहेको कुराहरू अरूलाई बाँड्न सकेनौँ भने नि त्यो जोगी मात्रै हो हामी होइन. त्यो लोटा समात्यो नि आफ्नै लोटामा मात्रै सामान भरेर आफ्नै लोटामा मात्रै पैसा थुपारेर त कोही पनि बनिँदैन. त्यो जोगी नै हुन्छ जिन्दगीभरि. त्यसकारण अब हामी अहिले यो परिस्थितिमा मिडियाको आफ्नै पीडा छ नि, भित्री पीडाहरू त हामी हेर्दा पो टाई सुट लाएर प्रमोद भाइ यसरी स्मार्ट देखिन्छ. म भर्खरै प्रोग्राम होस्ट गरेर आएको है, त्यही भएर त्यही ड्रेसमा म छु है. तर पनि अवस्था त्यो हो, रियल अवस्था सिचुएसन त त्यो हो नि. अहिले विज्ञापन उठाउनु कति गाह्रो छ होइन. हामी त समय बेच्ने हो होइन, सेकेन्डलाई बेचेर चलाउनु पर्ने हुन्छ. अहिले अब यो सोसियल मिडिया हातमा गएको कारणले अब अहिले हेर्नु न, रेडियोको प्रोग्राम थियो यो भन्दा 1 वर्ष अगाडि त्यही अडियो फर्मेटको प्रोग्राम हो नि दाइ. अब हेर्नुहोस् न, अब हामी यसरी अब स्टुडियोदेखि अब लाइभमा गएको यत्रो 18 वर्ष भयो. अब भिडियो फर्मेटमा आउँदाखेरि यही चिजले अब हामीले यो बाध्यकारी अवस्था भयो नि त. भनेको अन्ततगत एउटा राम्रो पनि रहेछ भन्ने कुरा पनि टिमले पनि बुझ्यो दाइ पछिल्लो समय. अघि मैले त्यहाँ अम्बिका म्यामसँग कुरा गरेको थिएँ. अब
दिदी अलिकति उमेरले पाएको हुनुहुँदैछ, उहाँले एउटा कार्यक्रम चलाइरहेछ, अब नयाँ पुस्ताहरू चाहिन्छ, देशले मागेको छ नि त होइन। यो जेनजीले हेर्नु त देश परिवर्तन गर्यो होइन, उनीहरूकोमा नयाँ प्रविधि, नयाँ टेक्नोलोजीहरू छ, नयाँ कन्सेप्ट छ, नयाँ आवश्यकता खोजिरहेछ। अब यहाँ प्रमोद भाइ जस्तो देख्दाखेरि मलाई खुसी लाग्यो। मैले दिदीलाई भने अब 10 वर्षपछि प्रमोद पुरानो हुन्छ, अब हामीले नयाँ फेरि जेनेरेसन तयार गर्नुपर्ने हुन्छ, उनीहरूको कन्सेप्टलाई समात्ने। अनि अब हामी पनि त पुरानो हुँदैछौँ नि त, तर नयाँ जेनेरेसनले के खोजिरहेको छ उनीहरूको आवश्यकतालाई अलि मिडियाले, यो बिजीपुर एफएमले यो भिडियोद्वारा पनि होइन भिजुअलद्वारा पनि गरिरहेछ नि, यो समयको माग हो, नभए त हामी पिछडिन्छौँ। खुसी लाग्यो दाइ जसले बुझेको छ क्या यो कुरा, किनभने तपाईँसँग रेडियो छ, पीडा बुझ्नु भएको छ तपाईँले। ल ओके दाइ, अब चुनाव ताकाको कुरा गरौँ न दाइ। अघि भने नि धरानको रोड म्याप तपाईँले गोजीमा बोकेर सपना साटिराख्नु भएको थियो, भनिराख्नु भएको थियो है। मलाई तपाईँले कति मत ल्याउनु भयो भन्ने कुरा चाहिँ अहिले तपाईँले भन्नुभयो मात्रै याद भयो दाइ। 3662 रहेछ है। त्यतिखेर हाम्रो मेयरको प्रत्याशी हाम्रो हर्क साम्पाङको 422 मात्रै थियो त्यतिखेर। 422 थियो। त्यतिखेरको समयलाई कसरी सम्झिनुहुन्छ दाइ? धरानलाई यस्तो मैले एउटा ठुलो विकल्प चाहिँ सोचेको थिएन। धरानलाई सानो सानो परिवर्तनले नै ठुलो परिवर्तन ल्याउन सकिन्छ। मैले धरानको धनाढ्याहरूलाई भन्दा पनि ग्राउन्ड लेभलका मानिसहरूलाई कसरी चाहिँ जीवन स्तर उकास्ने, उहाँलाई कसरी विकासको क्रममा उन्नतिको बाटोमा लाने। यहाँ कि अर्को कुरा चाहिँ विशेष गरेर धरान सहर आफै मात्रै भानुचोकमा मात्रै रङ रोगन गर्ने, झिलिमिली गर्ने, तर धरान त्यो भानुचोक मात्र होइन नि त। धरान त माथिको विष्णुपादको 20 नम्बर वार्ड पनि हो, देउराली पनि हो, बसन्त टार पनि हो, फुस्रे पनि हो, 11 नम्बर 16 नम्बरको खोलाको बगरहरू पनि धरानै हुन्। यी धरानको छेउछाउमा हामी गयौँ भने, जस्तै 5 नम्बर वार्ड 4 नम्बर वार्डतिर हामीले हिँड्यौँ भने धरानलाई बुझ्नलाई पैदल यात्रा गर्नुपर्छ क्या। धरानको मानिसहरूको अवस्था, यो ठाउँको भूगोलको अवस्था बुझ्न पैदल नगरी हुँदैन। गाडीमै हिँडेर, मोटरसाइकलमै हिँडेर त्यहाँका मानिसको अवस्थाहरू बुझ्न सकिन्छ। पैदल गर्दै गाउँका मानिसहरूसँग बातचित गर्दै एक कप चिया खाँदै गफ गर्नुभयो भने चाहिँ त्यो त्यहाँको आवश्यकताको कुराहरू बुझिन्छ क्या। अशिक्षित अहिले पनि धरानमा छन्। हामी पहाडतिर ग्रामीण क्षेत्रमा मात्रै 14-15 वर्षमा नानीहरू बालबिहा भएको भिडियोहरू होइन देख्छौँ, तर देख्छौँ सहरमा, तर अहिले धरानभित्रै छ यो। तपाईँ जानुभयो भने यी नानीहरू अशिक्षाको कारण नि, अभिभावकहरूको अशिक्षा होइन, नानीहरूमा शिक्षाको कमी, सेवा सुविधाको कमी को कारणले आज हाम्रो नानीहरू ती भइरहेको छ नि त। ती नानीहरूलाई उच्च स्तरको शिक्षा दिनको निम्ति, सही तरिकाको स्वास्थ्यको सुविधा दिनको लागि र बाटोघाटो, विशेष गरेर बाटोघाटो चाहिँ विकासको प्रमुख एजेन्डा हो। तपाईँले 1960 को कुरा गर्नुभयो भने नेपालभन्दा तल्लो स्तरको कोरिया, साउथ कोरिया, जब उनीहरूले बाटोको कन्सेप्ट गाउँ गाउँमा छिराए नि, त्यहाँको उत्पादनहरू, गाउँको उत्पादनहरू सहरमा ल्याउने, त्यो त्यसपछि उनीहरूको इन्कम सोर्सहरू बढेर शिक्षाको कुराहरू, मानिसहरूको ओडदोड भएपछि हामी हरेक किसिमको मानिसहरूसँग उठबस हामी गर्न पाइन्छ नि। अनि त्यो चाहिँ मेरो एजेन्डा रहेको थियो। अनि धरानलाई चाहिँ एउटा स्वास्थ्य, हामीमा ठुलो बिपी हस्पिटल रहेको छ, यसलाई अलिकति राम्रो व्यवस्थित तरिकाले गर्ने र शिक्षालाई स्तरीय बनाउने र तल्लो वर्गका मानिसहरूको बिचमा पनि उच्च शिक्षा र सही शिक्षाको स्रोत साधन पुगाउने चाहिँ मेरो त्यो 3टा मुख्य लक्ष्यहरूको साथ मैले मेरो उम्मेदवारी दिएको थिएँ। मैले धरानलाई भइरहेको व्यापारीहरूले गरिरहेको काम राम्रै छन्, तर अब गाउँका मानिसहरू, निमुखाहरू, तल्लो वर्गका मानिसहरूलाई कसरी उन्नतिमा, प्रगतिमा, समृद्धिमा लान सकिन्छ भन्ने चाहिँ मेरो त्यो चाहिँ मुख्य एजेन्डा। तर अधुरो रह्यो नि दाइ होइन सपना त। यहाँनिर त्यही त हो, अब राजनीतिक दलहरू धेरै वर्षदेखि जमाएर बसेको होइन, उनीहरूले हरेक कुराबाट कमिसनले देश बिग्रिरहेको, कार्यकर्तालाई त्यही प्रकारले पोषण गरिरहेको, उनीहरूको दिनानुदिनको त्यो कमाइ खाने भाँडो। हामी जस्तो उम्मेदवारी आयो भने त जान्छ नि, ठुट्छ नि होइन। हामी त
कार्यकर्ता पाल्ने होइन नि त, त्यो जनतालाई सेवा दिने र स्थानीय स्तरको आफ्नो क्षेत्रको विकासमा उत्रेकाहरू हौँ हामी। टेन्डर प्रक्रिया हेर्नुहोस् त अहिले होइन, विभिन्न कमिसनको खेलहरू भइरहेछ, स्तरीय कामहरू भइरहेको छैन। तर यो तपाईँको त्यो सपना साकार हुनु भनेको त धरानले त्यो घाउहरूमा त्यो घाउ निको हुनु हो नि त होइन। धरान साँच्चैकै धरान देखिरहेको ठाउँहरूमा मान्छेहरूले जुन तपाईँले देखाइदिनु भयो नि त्यो परिस्थिति अवस्था, त्यो विकासका कुरा त अहिले चाहिँ के छ त दाइ अवस्था? अहिले ठाउँबाट कसैले प्रतिनिधित्व गरेर अहिले पनि छन् सत्तामा, के देख्नुहुन्छ दाइ? एउटा कोणबाट मलाई अलिकति आशा जागेको छ, जस्तै अहिले स्वतन्त्र नगर प्रमुख अर्को साम्पाङ हुनुहुन्छ, उहाँले यो धरानलाई अचम्म तरिकाले विकासको बाटोमा चाहिँ लानुभयो क्या। 3 वर्षसम्म हेर्नु त निरन्तर श्रमदानमा यत्रो मानिसहरूलाई जुटाउनु भनेको इट्स नट अ जोक नि, यो कुनै ठट्यौली होइन कि, त्यही पनि त्यस्तो भिरहरूमा होइन। अनि अब त्यो पार्क अब यो सचेत धराने समूहको पार्क छ, त्यहाँको सदस्य म पनि हो है। हामी धरानका जवानहरू, एक समयको जवानहरूको एउटा सञ्जाल छ क्या हाम्रो, अनि त्यही सचेत धराने समूह हामी खडा गरेर लेट्स डु समथिङ फर धरान होइन। त्यो हुटुटी छ नि त, केही गरौँ होइन। भोलि जाँदाखेरि मेहरबानजीले पनि यो गरे है, धरानमा गरेको थियो, हाम्रो साथी थियो है, हाम्रो अङ्कल थियो, हाम्रो काका थियो है भन्ने होस् न होइन। हामी यहाँ आयौँ, कमायौँ, आफ्नो परिवार, त्यो त जसले पनि गरिरहेछन्, तर केही छोडेर जाउँ न। अनि जुन हर्क साम्पाङले गर्नुभएको छ नि, यो चाहिँ एकदम प्रिटी असम काम गर्नुभएको छ क्या है। कसैले भुल्नु सक्दैन कि यो पानीको लागि उहाँले गरेको होला कतिपय त्रुटिहरू छ। अब अहिले गुनासोहरू आएको छ अर्को साम्पाङले पानीमा यता मात्रै उता मात्रै, तर बाटो त्यस्तै छ होइन। शिक्षाको त्यस्तै समस्या छ, तार बिजुलीको लागि पहिला काटी हिँड्थ्यो नि बाटो। तर जति पनि गेस्टहरूसँग म बोलेको छु, धरानको एउटा विकास, कुनै पनि क्षेत्रको यो विकासको विषयमा धरानको नगर प्रमुखकै विषय आउँछ नि त। अनि उहाँ विरोध होइन रहेछ क्या दाइ, खास अपेक्षा ठुलो रहेछ क्या दाइ। किनभने उहाँमा अपेक्षा ठुलो छ क्या दाइ, पब्लिकको, तपाईँ हाम्रो पनि। अनि यसलाई चाहिँ गुनासोको रूपमा सुनिँदो रहेछ क्या। भनेपछि अन्ततको त उहाँप्रतिको अपेक्षा चाहिँ एकदमै ठुलो रहेछ। किनभने उहाँले जसले भन्दै हुनुहुन्छ नि, उहाँ सत्तामा हुँदाखेरि उहाँ चाहिँ आफ्नो कार्यकालमा चाहिँ यो कुराहरूको पर्मानेन्टली सोल्युसन आउनुपर्छ भन्ने एउटा अपेक्षा रहेछ क्या। सबैको एक्सपेक्टेसन ठुलो थियो होइन, एक्सपेक्टेसन ठुलो थियो। अब अर्को साम्पाङले पहिला चुनावमा आउनुभन्दा यो काम गरेको थियो होइन, तर अहिले गरेको छैन। कति गर्नु पनि सकिँदैन नि त, जस्तै बिपी सुधारको कुराहरू होइन। अब स्वास्थ्य मन्त्रालयबाट सबै निर्णयहरू गरेर आउनुपर्छ। अब उसले गर्नै सक्दैन, भोलि गर्न थाले कि अब मुद्दा पर्छ अदालतमा है, स्टे अर्डर आइदिन्छ, काम गर्नु गाह्रो हुन्छ। अब चाहेर पनि गर्न सकिँदैन। अब तर हिजो हामी स्वतन्त्र हुँदा बाटोमा हुँदा जे पनि बोल्नु पायो नि त, जे पनि गर्नु पायो नि त। अब त्यो र अब पदमा बसेकोमा त फरक रहेको छ। त्यसकारण तर पनि तपाईँले याद गर्नुभएको छैन प्रमोद भाइ है, धरानदेखि बाहिर जानुहोस् कि जस्तै विराटनगर जानुहोस्, पोखरा जानुहोस्, काठमाडौँ जानुहोस्, बुटवल जानुहोस्, भोजपुर ताप्लेजुङ जानुहोस्, तपाईँ कहाँको धरान? एक्ज्याक्टली कस्तो गौरव गर्छ क्या हामीलाई, यस्तो राम्रो मेयर पाउनु भएको छ है। हाम्रो मेयर पनि तपाईँको जस्तै भइदिएको भए है। यो चाहिँ क्या अब कति त उसको कमी कमजोरी देखिराख्दा आफूलाई नि इरिटेट भएर, तर मानिसले गुने हो नि हाम्रो मेयर हो भन्ने। दाइ ठ्याक्कै सम्झाउनु भयो। अब यही शनिबारमा फेरि अब हाम्रो त्यो ट्रेनिङको एउटा फेरि त्यो क्लोजिङ सेरेमनी हुँदैछ। देशैभरिका प्रतिनिधिहरू छन् क्या, आएका छन्। अनि उहाँहरूसँग एउटा जर्नलिजमको ट्रेनिङमा हाम्रो भेट भएको छ। धरानको विषयमा चर्चा हुन्छ क्या दाइ। अनि तपाईँले भनेको ठ्याक्कै रिलेट हुन्छ क्या धरानको विषयमा। उहाँहरू कुन लेभलसम्म सोचिराख्नु भएको छ, विकासका कुरा, मेयरका कुरा, संस्कृतिको कुरा, संस्कारका कुरा है, उहाँहरूले गर्नुहुन्छ।
अनि वाउ लाग्ने क्या दाइ है, एकदमै राम्रो। अनि जस्ट अब सायदै धरानले यो क्षेत्रमा एउटा एडभर्टिजमेन्ट, मिडियाको भाषामा त एडभर्टिजमेन्ट, सरकारले करोडौँ खरबौँको चाहिँ नि खर्च गर्नु पर्थ्यो होला क्या त यो एडभर्टिजमेन्टमा, धरानको गुडनेस हुन्छ नि एउटा। तर धरानलाई हेर्ने दृष्टिकोण फरक छ है संसारमा, संसारभरि जहाँ जहाँ हुनुहुन्छ नेपाली, यो चाहिँ एकदमै ज्वलन्त उदाहरण पनि भयो दाइ। त्यति मात्र होइन, म कति चाहिँ विदेशी टुरिस्टहरू पनि पूर्व नेपाल ल्याउने गर्छु। अनि पूर्व नेपाल ल्याउने क्रममा म जहिले पनि धरानमा 1 नाइट or 2 नाइट चाहिँ राख्ने गर्छु। अनि उनीहरूले पनि धरानको बारेमा सुनेको हुँदो रहेछ क्या, काठमाडौँ आउँदाखेरि या उनीहरू आउँदा त सबै हेर्छ नि त पोलिटिकल सिचुएसन कस्तो छ होइन, हामी कुन ठाउँमा कुन जोनमा जानु सेफ छ कि छैन, अनि यहाँको हिस्ट्री के छ कसो छ, कुन जातिका मानिस कुन धर्मका मानिसहरू व्यवसाय के गर्छन् भन्ने कुरा। अनि अहिले उनीहरूले गुगलमा पनि भेट्दो रहेछ क्या, पूर्व नेपाल जाने बित्तिकै धरान होइन, स्वतन्त्र मेयर अर्का साम्पाङ, अनि उसले गरेको त्यो कामहरूको बारेमा, अनि यो ठाउँको बारेमा यहाँको मेयरको बारेमा हामीले केही सुनेको थियौँ, को थियो को के हो होइन। अनि त्यसपछि हामीलाई पनि उत्साह लाग्छ नि त, नेपालीलाई मात्र होइन रहेछ क्या, अब विदेशीहरूलाई पनि। अनि म कतिपल्ट चाहिँ मेरो कति क्लाइन्टहरू आउँदाखेरि चाहिँ म नगरपालिकामा लगेर मेरो साहबलाई भेटाइदिने पनि गर्छु। उहाँ अङ्ग्रेजी पनि राम्रो बोल्नुहुन्छ, अनि दोहोरो बातचित गर्नु पनि सजिलो छ। अनि यो पनि एउटा अब पहिलाको मेयरहरूमा कति अब अनुभव छैन दोहोरो अब बातचित अब त्यो पनि छैन होइन। अब लग्थ्यो अब तपाईँ भनिदिनु न भन्छ अब है, अब दोहोरो भयो भने प्रत्यक्ष कुरा गर्न सकिन्छ नि त। अनि हामी पनि एउटा लेभलको होइन लिडर पाएको रहेछौँ भन्ने आफूलाई पनि प्राउड, त्यो धरानले प्राउड गर्ने कुरा क्या दाइ है। ओके, अब दाइले अघि भन्दै हुनुहुन्थ्यो नि धरान भानुचोक वरिपरि यति जति देखिएको छ धरान, यो मात्रै धरान होइन, अलिकति 2 किलोमिटर भित्र जाउँ त, 5 किलोमिटर भित्र जाउँ त, त्यहाँ अशिक्षाको कुरा छ, गरिबीको कुरा छ, भौगोलिक चाहिँ एउटा विकटताको कुराहरू छन्, शैक्षिक चाहिँ त्यस्तै समस्या छ। तपाईँले भनिराख्नु भएको थियो नि त, कस्तो छ अहिले पनि धरानको, तपाईँले यो हामी प्रोग्राम रेकर्ड गर्दै गर्दाखेरि अहिले के छ सुधार, अहिले धरानको अवस्था के छ त? अघि मात्रै म फतेपुरबाट धरान प्रवेश गर्दै थिएँ पटनालीको बाटो, पटनाली अहिले वार्ड नम्बर 17 हो नि त। त्यहाँ मैले जङ्गलको त्यो एउटा सानो क्षेत्रमा फुटबल ग्राउन्ड बनाएको रहेछ। महिला बहिनीहरू 15-16 जना महिलाहरू यति राम्रो फुटबल खेलिरहेको, मैले गाडी रोकेर एकछिन हेरेँ है। अनि महिला फुटबल खेलाडीहरू उत्पादन भइरहेको छ जङ्गलको केपमा होइन, एउटा मासेर जङ्गल मासेर हो या के गरेर त्यो एउटा चौर बनाएर खेलिरहेछ। मलाई याद आयो कि हामी सानो हुँदाखेरि पनि अब हामी चत्र लाइनमा हुर्क्यौँ, रागाचोकमा हुर्क्यौँ होइन, पुतल लाइनमा हुर्क्यौँ, धेरै जमिनहरू खाली थियो। हामी त्यो जमिनहरूमा कहिले भोगटे ल्याएर फुटबल बनाएर खेल्थ्यौँ होइन, कहिले मजामा होइन कपडा खाँदेर हामी गर्थ्यौँ। एउटा फुटबल हुँदाखेरिको त्यसको क्या मजा, त्यसको खुसी भिन्दै हुन्थ्यो। फुटबल फुटेर है जान्थ्यो, फेरि सिलाएर दोरीले सिलाएर हामी बनाउँथ्यौँ। कहिले ब्लडर निकालेर ब्लडर मात्रै खेल्थ्यौँ होइन, कहिले छाला फुट्थ्यो, छाला सिलायो, ब्लडर अर्को फाल्टो किन्नु पाउँथ्यो 20 रुपियाँमा, फेरि ब्लडर किनेर बनाएर खेल्ने गर्थ्यौँ। अहिले धरान प्याकम प्याक भइसकेको छ, विशेष गरेर सहर, खेल्ने ठाउँ छैन होइन। नानीहरू घरभित्र कोठामा बसेर मोबाइलमा वाइफाई कनेक्सन गरेर बसिरहेको छ, फिजिकल एक्सर्साइजहरू छैन। धेरै नानीहरू डिप्रेसनमा, मेन्टल प्रब्लममा, एन्जाइटीमा होइन परेको छ। अहिले स्लो लर्नर स्कुलहरू धरानमा खोलिरहेको छ। हाम्रो समयमा त्यस्तो स्लो लर्नर स्कुलहरू पनि थिएन, अनि त्यस्तो किसिमका नानीहरू पनि त्यति पाइँदैन थियो। तर अहिले यही भित्री कोठाबाट फिजिकल एक्सर्साइजहरू नभएको कारणले अब रङ्गशाला त्यहाँ माथि छ, अब त्यो पनि कम्पाउन्ड लगाएको छ, त्यहाँ पनि खेल्न पाइँदैन। केही फुटसलहरू बनाएको छ, 1000-1500 बेगर खेल्नै सक्दैन। गरिबका नानीहरू कहाँ खेल्ने? एन्फा एकाडेमी त्यत्रो खर्च गरेको रहेछ, त्यहाँभित्र प्रवेश गरेर प्र्याक्टिस गर्नै पाइँदैन। अब सार्वजनिक खेल मैदानहरू कहाँ त? हाम्रो नानीहरू कहाँ खेलोस् त? वृद्ध पार्कहरूको त अब वार्डमा त्यो एउटा पार्क हुनुपर्ने। घरका बाउ आमाहरू बुहारीबाट, छोराबाट, नाति नातिनीहरूबाट थाकेका हुन्छन्, वाक्क लागेका हुन्छन्, आफ्नो साथीहरूसँग बस्ने, गफ गर्ने, रमाइलो गर्ने, त्यो उनीहरूलाई ठाउँै छैन।
यस्ता पार्कहरू हुनुपर्छ, नानीहरूको लागि खेल मैदानहरू हुनुपर्छ। अनि हामी चाहिँ त्यही फुटसल गऱ्यो, विकास भइसक्यो, तर त्यहाँ कस्तो कुन वर्गकोले चाहिँ खेलिरहेछ, खेल्न सकेछ, तर त्यही हाम्रा तल्लो स्तरका जवानहरू खेल्न सकिरहेछ नि त। म एउटा स्कुल जो चाहिँ फकल्यान्ड टापु धारण 17मा दिपेन्द्र आधारभूत विद्यालय त्यहाँ रहेको छ, अनि त्यहाँ निवर्तमान पर्वत सञ्जेल हुनुहुन्थ्यो। अनि त्यो भाइ र म नजिक भएको कारणले त्यो स्कुलसँग अलिक म नजिक भएर काम गर्थेँ। अनि त्यहाँनिर लगभग 210जना जति नानीहरू छन्। के हप्ता अगाडि दाइ, 1 हप्ता अगाडि भन्नुपर्छ क्या दाइ है, तपाईँको एउटा स्टोरी प्ले भएको थियो क्या दाइ। पर्सनली मलाई दाइको विषयमा थाहा थियो, तर जो त्यहाँ मेकिङ भयो क्या दाइ, अलरेडी स्क्रिप्ट थियो त्यहाँ, तपाईँलाई त्यो स्टोरीमा चाहिँ तपाईँले भन्नुभयो तपाईँको अनुभवहरू, तपाईँले कति कुराहरू यो छुट्छ है, यो पनि राख है, तपाईँले नै भन्नुभएको जस्तो लाग्यो क्या दाइ मलाई त्यो स्टोरीमा। दाइ तपाईँको स्टोरीलाई आज अलिकति नजिकदेखि सुन्ने मेरो चाहना भयो। धरानमा तपाईँको जुन हिसाबमा तपाईँको सोसियल एउटा उपस्थिति छ, तपाईँलाई जुन रूपमा मानिसहरूले चिने तापनि यो कथा चाहिँ म पनि सुन्छु र म अरूलाई पनि देखाउँछु, सुनाउँछु जस्तो चाहिँ एउटा मलाई भएको छ दाइ। तपाईँको हुर्काई भनौँ देखि नै स्टार्ट गरौँ न दाइ। सबैको आफ्नो जीवन कथा हुन्छ, अनि मेरो पनि आफ्नो एउटा जीवन कथा छ। अनि एउटा समय थियो यो जीवन कथा मलाई सुनाउनु साह्रै शरम लाग्थ्यो अनि अप्ठ्यारो लाग्थ्यो क्या, एउटा उमेर हुन्छ नि त है। अनि मलाई कतिले सोध्थ्यो तेरो नाम के हो, मेहरमान ह्युज भनेको के हो, फेरि अब त्यहीँबाट सुरु हुन्छ है। अनि अब गोराको छोरा भन्नुपर्ने होइन, अनि ला त गोरा भन्छ होइन, म गोरा होइन, म नेपाली होइन, आश्रममा हुर्केको होइन। अनि ला बिचारा आमा मरेको, बाउ मरेको होइन, अनाथ पो हो। अनि विभिन्न त्यो कुराले मलाई अप्ठ्यारो हुन्थ्यो। तर जब म परिपक्व भएँ नि, अहिले मलाई त्यो चाहिँ शक्ति भएको छ क्या, अरूको लागि मोटिभेसन गर्नको निम्ति होइन, अरूलाई इन्करेज गर्नको लागि, उत्साह दिनको लागि चाहिँ मेरो जीवन कथा चाहिँ अरूको लागि प्रेरणाको स्रोत भएको जस्तो मलाई लाग्छ। म 3-4 वर्ष हुँदाखेरि नै मलाई कसैले लगेर अनाथ आश्रममा राखिदियो। अनि म अनाथ थिएँ, मलाई थाहा छैन मैले कति समय बाटोमा सडकमा बिताएँ होला, तर म एउटा राम्रो अनाथ आश्रममा बस्न पाएँ, हुर्कन पाएँ। अनि त्यो आश्रमको सञ्चालक चाहिँ विदेशी हुनुहुन्थ्यो, टम ह्युज हुनुहुन्थ्यो। उहाँ चाहिँ ब्रिटिस आर्मीको आर्मी अफिसर हुनुहुन्थ्यो। अनि एउटा ब्रिटिस आर्मीको कुहिरे होइन गोराको परिवारमा एउटा छोराको उपाधि लिएर म हुर्कन पाएँ। अनि त्यतिखेर हामी धेरै थियौँ, केटाहरू होइन, उहाँले पाल्नुभएको, उहाँले बिहा गर्नु भएन, नेपाली नानीहरूको लागि नै आफ्नो जीवन समर्पण गर्नुभयो। अनि उहाँ युकेबाट आर्मीबाट रिजाइन गरेर लु म आश्रम खोल्छु भनेर यहाँ धरान 10 पुतल लाइनबाट सुरु गर्नुभयो। अहिलेको हिमालयन ब्याङ्क चाहिँ हाम्रो पहिलो घर हो, त्यो चाहिँ पहिलो घर हो। त्यसपछि त्यहाँ अलिकति साँगुरो भयो, बजार विस्तार भयो, गाडीहरू तीव्र हुन थाल्यो, नानीहरूलाई सुरक्षित हुँदैन भनेर हामी त्यहाँबाट फेरि नारायण चोकमा, यहाँ नारायण पथमा हामी सर्यौँ। नारायण पथमा पनि फेरि अब त्यहाँ वरिपरि मानिसहरू जाँड रक्सी खाने, हल्ला गर्ने, डिस्टर्ब गर्ने है, त्यहाँ पनि डिस्टर्ब भएपछि नि हामी चत्र लाइनमा अहिले म बसेको घरमा ठुलो कम्पाउन्ड लिएर बिचमा बाबाले घर बनाउनु भयो ताकि छिमेकीले पनि डिस्टर्ब गर्न नसकोस्। अनि त्यसरी हुर्किँदै गयौँ, पढ्दै गयौँ। अनि हामी जम्मा त्यो आश्रमबाट 114 जना छोराहरू हुर्क्यौँ। 114 जना हुर्क्यौँ। अहिले हामी देश विदेशमा छरेका छौँ। मेरो दाजुहरू, मेरो भाइहरू कति सडकबाट टिपेर ल्याए, सडकमै पनि छन्। अब त्यो कति चाहिँ हुँदो रहेछ कि यो हामीले चाहिँ एउटा आशा गर्छौँ, अब राम्रो ठाउँमा पायो, राम्रो पढ्छन् भनेर, तर कतिको चाहिँ जी नै त्यो हुँदो रहेछ क्या, सडकको जिन सडकमै पुग्दो रहेछ। अनि तर पनि म खुसी छु क्या, उनीहरूले पाउनुपर्ने शिक्षा, उनीहरूले पाउनुपर्ने सबै कुरा, खानेकुरादेखि बस्ने संस्कार सबै हामी जस्तै एउटै पाएको, कुनैलाई पनि भेदभाव छैन। तर सडकमा जानेहरू कति सिटी सवारी कुदाउँछ नि त धरानमा, तर त्यो भाइ पनि मेरै भाइ हो नि त, मेरै दाइ हो।
तर जुन संस्कार पाएको छ नि अरू सफारीवालाहरूभन्दा त्यो फरक छ क्या उसको कुदाउने उसले आफ्नो ग्राहकलाई गर्ने सर्भिसको कुराहरू त्यो मेरो भाइ त्यहाँबाट हुर्के तपाईले सडकमा नै गए भन्नुको अर्थ सडकमा नै तिनीहरु रोजगार छन् रोजगार छन् अर्को कुरा चाहिँ सडकमै बोरा बोक्ने नि भएको छन् तर बोरा बोक्नेहरूको बीचमा पनि ती चाहिँ फरक बोरा बोक्ने छन् क्या फरक किसिमको छन् उसको आचरण उसको बस्ने शैली उसको खाने शैली उसले टिप्ने सडकको कवाडी पनि फरक किसिमको टिप्छन् क्या सही ठाउँमा बिक्री गर्ने सही ठाउँमा गर्ने हैन अनि मलाई चाहिँ कहिले कहिले पहिला चाहिँ दुःख लाग्थ्यो मैले यत्रो बाबा बितेको 2005 मा उहाँ बित्नुभयो हार्ट एट्याक भएर त्यसपछि त्यो अनाथ आश्रम मैले नै रन गरिरहेको छु 20 वर्ष बढी भयो अहिले मैले सञ्चालन गरेको मैले टेक ओभर गरेर चलाएको अनि मलाई पनि दुःख मन लाग्थ्यो कि अब बाबा बित्नुभयो बाबाले यत्रो गर्यो है हाम्रो लागि फेरि उहाँको जिम्मेवारी मैले सम्हालेको छु मैले पो गर्नु नजानेको कि हेर्न नजानेको हो कि कतिलाई यसरी हुर्कायो बढायो खर्च गर्यो है लगानी गर्यो फेरि सडकमै छ तर अहिले चाहिँ मलाई आनन्द लाग्छ क्या ती अरू सडककाहरू भन्दा ती फरक छन् अरू सफारी चालकहरू भन्दा ती फरक छन् अरू ट्र्याक्टर चलाउनेहरू भन्दा ती फरक ट्र्याक्टर चलाउने छन् अनि हामी अहिले विश्वमा छरिरहेका छौँ नि अब कोही अमेरिकामा छन् कोही नेदरल्यान्डमा कोही युकेमा कोही अब मिडल इस्टमा कोही मलेसियामा कोही पोखरामा कोही काठमाडौँमा विराटनगर सबैतिर हामी छरिसकेको छौँ 100 जना हाम्रो आफ्नै विशेषता छ क्या अनि हामी सकेसम्म वर्षमा यसो गेट टुगेदर गर्छौँ आफ्नो अनुभव है बाँड्ने अब कतिले बिहा गरेर नानी छ परिवार छ नानी है अर्कै रूपको छ अर्कै विविध हैन भनेपछि तपाईहरु पहिलो सिजन हुनुहुन्थ्यो तपाईहरु म चाहिँ बिचको दाइ यो हुर्काई तपाईले आफ्नो कथा भन्दै गर्दाखेरि लाज लाग्थ्यो मलाई पहिले भन्नुभयो एउटा अहिले त्यही मेरो लागि स्ट्रेन्थ बनेको छ भन्नुभयो नि दाइ के थियो समय फरक थियो हैन होला मान्छेहरूले हामी माथि गर्ने जुन छ नि शब्दहरू प्रयोग गर्ने के थरी भनिदिन्छ अब के थरै छैन अब गोरा थरी भन्नु नि भएन फेरि गोरा भनेपछि फेरि कहानी सुनाउनु पर्छ यस्तो भएर उस्तो भएर अब त्यो कहाँ सुनाइराख्ने आफूलाई नर्भस लाग्ने अब असुरक्षित महसुस लाग्ने नि अनि अब त्यतिखेर फेरि अब जातीय भेदभावको तलमाथि थियो यो त कुन जात पो घरभित्र छिर्देखि ल्याप्पै छोरासँग आएर होइन अब के भनिदिने अनि गाह्रो हुन्थ्यो क्या अनि कतिले चाहिँ बिचारा मात्रै भन्ने क्या फेरि बिचारा भन्ने बिचारालाई के आवश्यकता छैन अनि त्यो भएर म कति ठाउँमा चाहिँ मेयरमान ह्युज के हो भन्दा म ह्युज भनेको चेपाङ भनिदिन्थेँ क्या ढुक्कै हुन्थ्यो क्या अब चेपाङ भने सक्यो नि कहाँबाट आयो चितवनबाट आएको चेपाङ हो भन्थ्यो अनि कुरै फुल स्टप हुन्छ अहिले पनि कति सरकारी कागजहरू गर्दा मैले नानीहरू राख्छु होइन मैले मेरै छोराहरू बनाएर राखिदिन्छु कतिको चाहिँ म मेयरमान ह्युजको छोरा कुमार ह्युज होइन अरबिन ह्युज आशिष ह्युज नागरिकता बनाउने बेलामा के यो चाहिँ अब फेरि क्याटेगोरी राख्नुपर्ने हुन्छ नि जातीय क्याटेगोरी के हो भन्छ क्या अब के भन्ने तिनीहरूलाई के भन्नु अब होइन त्यो सरकारी उसले नै बुझाइ छैन अब कर्मचारी चेपाङ फेरि चेपाङले यो त छैन त अनि त्यो पनि एउटा प्रजाको भित्रको गोत्र हो क्या प्रजा हुन्छ नि त चेपाङहरूमा अनि त्यो भित्रको गोत्र हो क्या दाइ अब तपाईको जीवन जियाइ सायदै मिल्दैन जस्तो लाग्यो मलाई कसैसँग तपाईँले जुन फिल गर्नुभयो नि दाइ त्यो भित्र तपाईँ जुन जिउनु भएको छ नि दाइ त्यो नेपाली सोसाइटीको प्रत्यक्ष त्यो ऐनामा तपाईँले सोसाइटीलाई देखिराख्नु भएको थियो त्यो डर पनि थियो दाइ कानुनी प्रावधानहरू चाहिँ के रहेछ त्यो नागरिकता बनाउने जस्तै तपाईँले मेयरमान ह्युज गिरी तपाईँको उहाँ बाबाले नै तपाईँको राखिदिनु भयो नाम कसरी सम्झिनुहुन्छ तपाईँको आइडेन्टिटी तपाईँले पाउनुभयो त्यतिखेर तपाईँको कहिले फिल भयो तपाईँको बुबा आमा यस्तो छ अब म जब स्कुल सकेपछि 17 वर्ष पुगिसकेपछि मैले नागरिकता बनाउन जानु पर्थ्यो अनि मेरो स्कुलमा र जन्मदातामा सबै मेयरमान ह्युज मात्रै थियो क्या अनि नागरिकता बनाउन जान्छु ह्युज भनेको त विदेशी भन्छ फेरि होइन म नेपाली भन्छु होइन यो त विदेशी थर हो तपाईँ त अङ्गीकृत नागरिकता बनाउनु पर्छ भन्छ
है म अङ्ग्रेजी बनाउँदिनँ अनि मैले नागरिकता बनाएन 2 वर्ष जति बरु मलाई यो अङ्गीकृत भन्दा म नेपाली हो होइन मलाई नेपाली नागरिकता दिए अनि त्यसपछि फेरि सनखत गरेर के गरेर कसैलाई सर्जिमेन्ट गर्न लाएर अनि त्यो एकजना गिरी दाजु हुनुहुन्थ्यो नि दाजुकोबाट चाहिँ अब मलाई त नागरिकता त चाहेको जेसुकै राखोस् नि होइन चेपाङ होस् कि जेसुकै होस् नि होइन नागरिकता चाहेको कारणले मैले त्योबाट चाहिँ मेरो मेहरबानी युज ब्र्याकेटमा गिरी भरिदिएको छ क्या अनि त्यसरी मेरो नागरिकता छ म आइडेन्टिटी अब मैले भन्न सक्छु होइन तर अहिलेको प्रावधानमा चाहिँ अब जन्म दर्ता भइसकेपछि ऊ जब त्यो नागरिक चाहिँ 16 वर्ष क्रस गर्छ उसले स्वतः नागरिकता पाउने उसको अधिकार हो यसको लागि चाहिँ अलिकति प्रावधानहरू छ है बाबुआमाको नागरिकता नभएको कारणले अब सर्जिमन म्युचुअल कार्ड उठाउनु पर्ने पुलिस रिपोर्टहरू गर्नुपर्ने जनप्रतिनिधिहरूले पनि सिफारिस दिनुपर्ने अलिकति झमेला छ अब यहाँ शाखा प्रमुखले गर्नु सक्दैन सिडिओमा जानुहोस् भन्नुहुन्छ यिनीहरूमा 2-4 पल्ट यसो धाएपछि लु है सर यस्तो यस्तै यो रियालिटी हो भनेपछि चाहिँ उहाँहरू नै आफै बसेर पनि नागरिकता चाहिँ पाउने गरेको छ तर अलिकति झमेला चाहिँ पाइन्छ बोल्न सकेन गर्न सकेन जानु सकेन भने चाहिँ त्यो नानी फेरि नागरिकता विहीन अब दाइ हाम्रो नेपाली सोसाइटीले एउटा जात व्यवस्थाले जुन एउटा वर्गीकरण गरेर आजको दिनसम्म पनि विभिन्न विभेदका घटनाहरू हामी सुन्न पाउँछौँ देख्न पाउँछौँ हाम्रो वरिपरि पनि जातलाई कोही प्रत्यक्ष रूपमा जातलाई लिएर कसैले एउटा इक्जाम्पल दिन सक्छ भने जो तपाईँ हुनुहुन्छ क्या तपाईँको त के थियो नि जातै थिएन होइन मलाई यो जात प्रथा चाहिँ सानैदेखि मन नपरेको क्या अनि के लाग्छ दाइ तपाईँलाई अहिलेको घटनाहरू अहिले चाहिँ मलाई के लाग्छ भने अब नेपाल सरकारले जुन यो कोटा सिस्टम राखेछ नि तल्लो जातिहरूको लागि एउटा कोटा सिस्टम यो एक प्रकारले राम्रो तर एक प्रकारले राम्रो होइन केही समयको लागि यो कोटा दिनु चाहिँ राम्रो जस्तो लाग्छ मलाई जस्तै 20 वर्षको अवधिको लागि भनेर त्यो समयभित्र चाहिँ ती जातिहरू पनि माथि आउँछ नि त त्यो लेभलमा आइसकेपछि सबैलाई सम्मान गर्नुपर्छ तर अब यो कोटा सिस्टम गर्यो अब यसलाई रोक्नु पनि गाह्रो छ कि हिजो दिँदा नै 20 वर्षसम्मको लागि चाहिँ अब यो जेनेरेसन चाहिँ यो हामीले कोटा दियौँ भने 20 वर्षमा फर्को मार्छ नि त उनीहरूको नानीहरू उनीहरू आफ्नो ठाउँमा पुग्छ शिक्षाले हुन्छ त्यसपछि फेरि एउटा सम्मान गर्न सकिँदैन तर अनिश्चितकालीन त्यो कुनै उल्लेख नगरेको कारणले अब त्यो जुन पार्टीले जुन सरकारले त्यो रोक्ने प्रयास गर्छ त्यो ठुलो आघात हुन्छ त्यो जातिबाट त्यो वर्गबाट त्यो समूहबाट चाहिँ त्यसकारण कतिपय काम त गर्छन् तर होस नपुर्याएको कारणले भविष्यमा फेरि अब जस्तै अब धरानमा तपाईँ हुर्किँदै गर्दाखेरि धरानको हुन्छ नि एउटा सोसाइटी अनि धरानको एउटा युवा अवस्थाको जीवन भोगाइहरू त्यो पनि त्यसमा पनि म आउँछु र त्योभन्दा अगाडि अहिले न्यू लाइफ चर्चको पास्टरको रूपमा एउटा धर्मगुरुको रूपमा तपाईँले आफ्ना सेवाकाईलाई अगाडि बढाउनु भएको छ दाइ है तपाईँको जीवनदेखि धेरै पाठहरू धेरै मलाई लाग्यो कि अब यो अहिलेको हामीले जुन बोलिरहेछौँ दाइ यो घन्टौँ घन्टा गरे पनि सकिँदैन दाइ तपाईँको विश्वासको यात्रा भनौँ तपाईँको एउटा क्रिस्टियानिटीको यात्रालाई तपाईँले कसरी सम्झिनुहुन्छ त्यसपछि म तपाईँको युवा अवस्थाको जीवन भोगाई अनुभवमा प्रवेश गर्छु दाइ मैले जब मेरो बाबा 2005 मा बित्नुभयो त्योभन्दा अगाडि चाहिँ म अलिकति दुर्व्यसनी यस्तै थिएँ कि अब ड्रग्सहरू प्रयोग गर्ने अल्कोहल बियर होइन साथीभाइहरूसँग अब डुल्ने खाने अहिले पनि डुल्छु तर म भिन्नै कुरा खान्छु होइन भिन्नै कुरा सेवन गर्छु तर त्यो समयमा चाहिँ म त्यो दुर्व्यसनीमा केही वर्षहरू मेरो त्यो थियो जब मेरो बाबा बित्नुभयो हार्ट एट्याक भएर दोस्रो दिनदेखि मैले ट्याक्कै चुरोट पनि मैले खानु छोडिदिएँ चुरोट कति साह्रो हुन्छ नि त छोड्नु है बिहान त्यो चियासँग खानुको त्यो चुरोट खानुको मजा नि मलाई चाहिँ अनुभव छैन है टोइलेटै आउँदैन नि चुरोट बिना त अनि चियासँग त्यो चुरोट भयो भन्छ नि दाइ त्यो सिक त आई डोन्ट नो तर त्यसको मजा क्या होइन अब त्यसको मजा नि अब त्यो बिहानी स्पेसली जाडोको महिनामा चिया र चुरोट भनेको त जीवनको एउटा मेरो अभिन्न अङ्ग भइसकेको थियो अब त्यो सँगसँगै दिउँसो भएपछि अब होइन लागु साथहरू विभिन्न किसिमको फेरि होइन एउटाको स्वाद अर्कै एउटाको स्वाद अर्कै यसरी लिने थियो तर जब मेरो बाबा बित्नु मैले ट्याक्कै भोलिपल्टदेखि यी सबै कुरालाई क्विट
गर्दै ठिकै क्विट गरेँ। अनि मैले एउटा मेरो जीवनमा एउटा टर्निङ पोइन्ट आएको मैले महसुस गरेँ, किनभने यत्रो अपाङ्ग दाजुहरू भाइहरू छन्, 28 जना अनाथ मेरो भाइहरू छन्, रेखदेख गर्नुपर्ने, हार्ट एट्याक भएर बाबा ट्याक्कै बित्नुभयो। भोलिदेखि कहाँबाट पैसा ल्याउने चामल सकेपछि त गाह्रो छ, स्कुलको फी तिर्नुपर्ने। त्यसपछि मेरोमा ठुलो बोझ आयो। त्यसपछि चाहिँ मेरो एउटा जीवन त्यो मात्र होइन रहेछ, अब चाहिँ जीवन यो रहेछ भनेर मैले त्योबाट मैले चाहिँ नयाँ कदम लाएँ। तपाईँको अठोट थियो, तपाईँको एउटा निर्णय थियो कि अवस्थाले तपाईँलाई बनायो? यो मेरो फर्केर हेर्दा यो मेरो कुनै अठोट थिएन। म भर्खरै बिहा गरेको थियो, 1 वर्ष हुन लागेको थियो बिहा गरेको पनि। अब म चाहिँ विदेश जाने तयारीमा, वैदेशिक रोजगारको तयारीमा थिएँ। मैले केही मेन पावरहरूसँग बुझ्दै थिएँ अनि गर्दै थिएँ। अब म केही समय 1 वर्ष जति बसेर चाहिँ श्रीमतीसँग बसेर जान्छु भन्ने मेरो थियो। तर बाबाको यो सडन डेथ भएको कारणले मेरो सबै जिम्मेवारी, मैले अरू कुनै चोइस पाइनँ, सबै मेरो काँधमा आएको कारणले गर्दा मैले यो सम्हाल्न पर्ने भयो। र त्यो परिस्थिति अब यो विश्वासको यात्रा है, हुन त हामी क्रिसमस विशेष कुराकानीमा छौँ र यो प्रमोट टक्सको सिरिजहरूमा चाहिँ क्रिसमस विशेष कार्यक्रम के कुराकानी गरिरहेको छ, विशेष गरी यो क्रिसमस सिजनमा धर्मगुरुहरूसँग। आज पास्टरी सेवाकाई तपाईँले गरिराख्नु भएको छ तपाईँको चर्चमा। यो विश्वास अनि यो पास्टरीय सेवाकाई को लागि यो जर्नीमा तपाईँलाई कम्प्लिटली, हुन त परिस्थिति त फेरि तपाईँको अवस्थालाई सम्हाल्ने थियो होला, तर त्यो स्पिरिचुअल एउटा वे भयो नि यो त होइन? यो यात्रालाई चाहिँ कसरी तपाईँले तय गर्नुभयो त? जब म बाबा बित्नुभयो त्यसपछि मैले अब म सानैदेखि बाल सङ्गतिमा हुर्केको, जवान सङ्गतिमा हुर्केको कारणले गर्दा म केही वर्ष चाहिँ आउट अफ ट्र्याक भइरहेको थिएँ सेवा सङ्गतिहरूबाट, चर्चबाट। अनि जब म बाबु बितिसकेपछि अब मेरो काँधमा जिम्मेवारी आयो नि त। अनि यसलाई गर्नको लागि मैले एउटा लाइन त समात्नुपर्छ नि त। म जुन पृष्ठभूमिको त्यो पृष्ठभूमि त मैले समात्नुपर्ने हुन्छ। त्यसपछि मैले चर्च जान सुरु गरेँ, एउटा नजिकको छिमेकी सानो चर्च, जसलाई मेरो पनि आवश्यकताको महसुस गरोस्, मैले पनि केही गर्न सकौँ र त्यो चर्च मार्फत अरू केही सेवा कामहरू गर्न सकौँ भनेर मैले नजिकको चर्चसँग जाने र मेरो परिवारलाई पनि दोहोऱ्याउने प्रयास गरेँ। अनि जाने क्रम हुँदै गयो, चर्च वृद्धि हुँदै गयो। अनि उहाँ र म दुईजना पास्टर थियौँ। चर्चमा त्यस्तै हो, कहिले कहिले मनमुटाव हुन्छ। अनि हामी सट्टै छुटेर अहिले मैले आफै नै गरेको छु। अनि यो मैले सञ्चालन गरेको चर्च चाहिँ एउटा धरानमा भिन्न किसिमको सञ्चालन गर्ने मेरो चाहना छ। मलाई तपाईँले अहिले भर्खर गुरुबा भन्नुभयो, धर्मगुरु भन्नुभयो। म यो धर्मगुरु गुरुबा नाम त्यति म स्वीकार्दिनँ। म चाहिँ गोठालो होइन, एउटा दाजु, एउटा परिवार। तपाईँ मेरो चर्चमा आएर हेर्नुभयो भने नि र मेरो गाउँको मानिसहरूको कुराहरू सुन्नुभयो भने मेहरमानले यो गाउँको कस्तोलाई बनाएको छ। बाटोमा जाँड खाएर हिँड्नेहरू, 20 वर्ष लागु औषधमा फसेकाहरू, 20 वर्षपछि 7 पल्ट रिहाब सेन्टर राख्दा पनि नसप्रेकोहरू चर्चमा आएर चर्चको सेवा गर्ने, अहिले मानिसहरूको सेवा गर्ने। त्यसै गरी हामी धरानको विभिन्न रिहाब सेन्टरमा पनि काम गर्छौँ, काउन्सिलिङ काम गर्छौँ, मोटिभेसन काम गर्छौँ। म आफै एउटा मोटिभेटरको काम गर्छु। मेरो जीवन हेर्नुहोस् होइन, उनीहरूको लागि एउटा प्रेरणा छ। सँगसँगै म अरूलाई पनि लान्छु। अनि यो चर्च चाहिँ भिन्नै किसिमको चर्चै हो हाम्रो। यो कर्मकाण्डबाट चाहिँ अलिक बाहिर निस्केको चर्च होइन, मानिसहरूलाई एउटा साथी बनाएर पारिवारिक चर्च। मेरो गेटको ढोका, घरको ढोका, चर्चको ढोकासँगै छ, 24 घन्टा खुल्ला। बाटो हिँड्ने 18 मानिसहरू आएर सुतोस्, किचन छ, चिया खाओस्, पानी खाओस्, भोक लागेको मानिसहरूले पकाएर खाओस् न। त्यो पो चर्च हो त। वास्तविक चर्च त त्यो होला नि, तर किन यो भइरहेछ होइन? किनभने आम अहिले दर्शकहरूले, आम श्रोताहरूले त फेरि चर्च भनेको त्यस्तो पो हुनुपर्छ भन्ने उहाँहरूलाई पनि लाग्छ। यस्तो छ, अब हामी चाहिँ अब हिन्दू पृष्ठभूमिबाट आएको कारणले अहिले पनि चर्चमा तपाईँहरूले देख्नुभयो भने अलिकति सेतो लुगा लाउने, टलक्क क्रुस लगाएको, टाउकोमा के लाग्छ, ओ यो चाहिँ ठुलो पुजारी, ठुलो पास्टर होला भन्ने। अनि उसले छुँदा मात्रै चाहिँ
निको हुने, उसले प्रार्थना गर्दा मात्रै आशिष पाउने, यो छ नि त हाम्रो हिजो ठुलो धामीले होइन, ऊ त गुरु धामी माताहरूको नि माताले चाहिँ आज बोलिदिएको छ है, बोलिदिएको छ है, उहाँले बोलेको ठिक्क हुन्छ। तर यो त होइन नि त, क्रिस्चियनिटी इज नट द्याट के हो, त पुरानो नियमको कुराहरू नि त, पुजारीहरू महापुजारीहरू होइन, पवित्र स्थान महापवित्र स्थान त पुरानो। जब येशू ख्रीष्ट आउनुभयो मन्दिरको पर्दा त माथिबाट तल फाटेको छ नि त, त्यसको मतलब चाहिँ मानिस र परमेश्वरको सम्बन्ध सिधै छ। एउटा अनपढले पनि प्रभु मलाई निको पार्नुहोस् भन्दा निको पार्नुहुन्छ, एउटा बुद्धि नभएको नि प्रभु मलाई बुद्धि दिनुहोस् भन्दा पवित्र आत्माद्वारा बुद्धि दिनुहुन्छ नि त। हाम्रो कतिपय चाहिँ हामी त्यो पृष्ठभूमिबाट त्यो स्कुलिङबाट आएको कारणले अलिकति हल्लिने होइन, कामेर प्रार्थना गर्ने, पास्टरदेखि ओ यो चाहिँ ठुलो पास्टरलाई काम्दैछ हल्लिँदैछ होइन, हामीले घन्टी बजाएर गर्छन्, त्यस्तै कहिले कहिले चाहिँ आएको जस्तो पनि मलाई लाग्छ क्या। अब यो क्रिसमस सिजनमा हामी छौँ चर्चमा र व्यक्तिगत जीवनमा, यो क्रिसमसलाई कसरी लिनु भएको छ र आम श्रोता आम दर्शकहरूले चाहिँ क्रिसमसलाई कसरी लिनुपर्छ? क्रिसमस चाहिँ एउटा ज्योतिको सन्देश हो, अन्धकारमा बसेका मानिसहरूलाई बाटो देखाउने सन्देश हो। सान्ता क्लज, क्रिसमस ट्री, स्टार, लाइट्सहरू, डेकोरेसन चाहिँ क्रिसमस होइन हो, त्यो एउटा आकर्षण गर्ने ठाउँ होला, तर त्यो क्रिसमस होइन। तर जबसम्म हामीले बालक येशू चाहिँ किन यस संसारमा आउनुभयो, मानिसहरूको लागि किन आउनुभयो भन्ने कुरा सही तरिकाले बुझाउन सक्दैनौँ भने त्यो क्रिसमस हुँदैन। भत्तेर त जता पनि लाग्छ नि, मराउमा पनि, जागरमा पनि, मलामीमा पनि लागिरहेको हुन्छ नि, तर क्रिसमस त्यो होइन। क्रिसमस चाहिँ हाम्रो साथीहरूलाई लिएर हामीले पाएको त्यो बहुमूल्य उपहारलाई अरू मानिसहरूलाई सित्तैमा दिने चाहिँ क्रिसमस हो। त्यो उपहार चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। त्यही दिन हो प्रेम साथ, हाँसिलो मुस्कान अँगालोमा राखेर तिरस्कृत भएका मानिसहरूलाई, विधवाहरूलाई, अनाथहरूलाई, एक्लो मानिसहरूलाई, भोकाहरूलाई येशू ख्रीष्टको प्रेम दिनु चाहिँ क्रिसमस हो जस्तो मलाई लाग्छ। त्यसरी बुझ्नुपर्छ। यसपालिको प्लान के छ त? तपाईँले कसरी सेलिब्रेसन गरिराख्नु? हामीले क्रिसमस अहिले सेलिब्रेसन गरिरहेको चाहिँ विशेष गरेर गाउँठाउँमा क्रिसमस गरिरहेका छौँ। अनि त्यसै गरी हामी धरानको 3वटा रिह्याब सेन्टरमा, जुन रिह्याब सेन्टरमा चाहिँ लागु औषध दुर्बिसिने अल्कोहलले ग्रसित भएकाहरूको बिचमा आशा नभएका मानिसहरू, परिवारबाट पनि तिरस्कृत भएकाहरूलाई ख्रीष्ट येशूमा आशा छ, ख्रीष्ट येशूमा परिवर्तन छ, ख्रीष्ट येशूमा तिमीहरू बहुमूल्यको छौ भन्ने कुरा देखाउँदै हामीले 3वटा रिह्याब सेन्टरमा, एउटा दुबीको अनाथ आश्रममा र हामी सडकमा क्रिसमसहरू मनाइरहेका छौँ। र क्रिसमस इभको दिन चाहिँ हामीले धरानमा रहेका पोजिटिभ साथीहरूलाई, एचआइभी पोजिटिभ भएका साथीहरूलाई लिएर क्रिसमस इभ सेलिब्रेसन गर्ने हामीले त्यो तयारी गरिरहेका छौँ। गत साल हामीले धरान उपमहानगरपालिकाका सरसफाइ कर्मीहरूलाई हामीले क्रिसमस मनायौँ। उहाँहरूसँग विशेष गरेर डोम जातिहरू जसले चाहिँ धरान सरसफाइमा अवहाद र सहायता पुर्याएको छ। उहाँहरूकै कारण धरान क्लिन छ, धरान क्लिन सिटीको उपमा पाएको छ होइन। उहाँहरू बिहान 5 बजीदेखि 4 बजीदेखि उठेर हाम्रो सडकहरू सफा गरिदिनुहुन्छ, मैला जमाउनुहुन्छ, फ्यालिदिनुहुन्छ, सही तरिकाले विसर्जन गर्नुहुन्छ। तर मानिसले ओइ यो उठाइनस्, त्यहाँ छोडिस्, त्यो बोरा चाहिँ त्यहीँ फालिदिस्, म सुन्छु क्या गाली गरिरहेको होइन। अनि मेरो हृदय पोलिरहेको थियो त्यतिखेर नि। यसो देखेँ यी मानिसहरूलाई हामीले प्रेम गर्न पायौँ भने हामीले किन प्रेम गर्दैछौँ र मेरो त केही स्वार्थ छैन, तर ख्रीष्ट येशूको प्रेम हामीले त्यसरी मानिसहरूको बिचमा बाँड्यौँ। साथै ती मानिसहरूसँग हामीले डिनरको आयोजना गरेका थियौँ। हामीसँगै बसेर रातिको प्रेम बेच खायौँ, नाचगान गऱ्यौँ। जाडोको महिना भएको कारणले हामीले एउटा परिवारलाई एउटा तातो ब्ल्याङ्केट वितरण गऱ्यौँ। धेरै खुसी भयो। अहिले ती साथीहरू आउँछन्, ए चर्चमा यहाँनिर हामीलाई माया गर्ने दाजु छ भन्छन् है। अब कहिले कहिले अब चर्चबाट केही चर्च, स्कुल, मठ मन्दिर, यो सामुदायिक क्षेत्रहरूबाट त फोहोर मैला अलिक बढी निस्किन्छ, किनभने मानिसहरूको धेरै जम हुन्छ होइन। अनि कहिले कहिले उठाउनेलाई यसो प्रेम सब होइन, अलिकति सानो
रकम दियो भने खुसी हुन्छ नि त तपाईँले हाम्रो लागि गरिराख्नु भएको छ हो उनीहरूको जागिर त छ तर पनि हामीले प्रेम दिन सक्यौँ भने पनि ठुलो हुन्छ नि राम्रो सौभाग्यता मिलेको छ यसरी सेलिब्रेसन गरिराख्नु भएको छ ओके अब हामी कार्यक्रमको अन्तमा छौँ दाइ तपाईँको जीवनलाई हेर्दै गर्दाखेरि आज हाम्रा धेरै दर्शकहरूले धेरै श्रोताहरूले तपाईँको जीवनलाई अझै नजिकदेखि सुन्न चाहनुहुन्छ जस्तो लागेको छ मलाई अब अरू कुनै एउटा सिरिजमा पोडकास्टको सिरिजमा नै गफ गरौँला दाइ जस्तै धरानको तपाईँको युवा अवस्थाको कुराहरू जस्तै तपाईँले भोगेका होइन अहिले परिवर्तन भएका कुराहरू धरानले अहिले दैनिक रूपमा यति धेरै न्युज आइराखेको छ दुर्व्यसनका कुराहरू ती प्रयासहरूमा पनि तपाईँको भूमिका अपरिहार्य छ यी विषयहरू पनि आउँछन् विशेष गरी अब हामी क्रिसमस टक भएको कारण एउटा धर्मगुरुहरू एउटा विधिमा एउटा बााउन्ड्रीमा हुने एउटा जुन मानक बनाएको छ सोसाइटीमा तर तपाईँको उपस्थिति तपाईँको सोच र तपाईँको विचारले चाहिँ त्यो सबै बााउन्ड्रिजलाई भत्काएको छ दाइ अझै भत्काउँछ र धेरै धेरै धन्यवाद दाइ तपाईँको समयको लागि धन्यवाद अन्तिममा आज तपाईँलाई सुन्ने उहाँहरूको लागि क्रिसमस म्यासेज के भन्न चाहनुहुन्छ म जस्तो एउटा अनाथ आश्रममा हुर्किएको बालकलाई यानि सडकबाट होइन सडकमा फ्यालेको बालकलाई यदि हामीले परमेश्वरको बाटो खोज्यौँ र उहाँलाई पछ्याउँ भने मलाई त यतिको बनाउनु हुँदो रहेछ भने होइन अहिले मैले अरूको लागि तपाईँले नै भन्नुभयो अरूको लागि प्रेरणाको पात्र भएको छु अरूको लागि एउटा उदाहरणीय व्यक्तित्व भएको छु अरूलाई सहायता गर्ने तपाईँहरू परिवार हुनेहरू तपाईँहरू आफन्त हुनेहरू घराना हुनेहरू यदि तपाईँहरूले साँच्चै परिवर्तन चाहनुहुन्छ भने क्रिस्चियसलाई अँगाल्नु भयो भने उहाँले तपाईँलाई मभन्दा बढी फड्को मारेर परिवारको निम्ति समाजको निम्ति र देशको निम्ति एउटा स्रोत साधन बहुमूल्य स्रोतको रूपमा बनाउन तयार हुनुहुन्छ त्यसकारण क्रिस्चियसलाई पाउनु भनेको चाहिँ यी सबै कुराहरू पाएको देखेको कुराहरू मात्र होइन तर जीवन परिवर्तन र सोच परिवर्तन हुन्छ क्या अब साँचो इसाई हुनलाई गाह्रो छ होइन अब प्रशस्त हुन्छ होला मजाको जीवन हुन्छ दामीको जीवन हुन्छ मात्र होइन क्रुस जीवन भनेको क्रुस समाजमा क्रुस बोक्नु हो हामीले क्रुस नबोकिकन मैले अहिले 14जना 15जना अनाथहरू वृद्धहरू अपाङ्गहरू छन् है यिनीहरूलाई हुर्काउनु सजिलो छैन नि कहिले टाउको दुखाउँछ है अब जब टिनेज हुन्छ नानीहरू होइन बाङ्गिन्छन् के गर्छन् तर पनि प्रेम गर्दै होइन लाँदै स्कुलमा कहिले फाइट खेल्छ अब अपाङ्ग आफू जुधिरहेको हुन्छ लाटोहरू है अब उस्तै त भाग्छ नि टाप ठोक्छ नि घर छोड्यो यस्तोलाई गर्नुभन्दा त तर पनि हामी क्रुस बोक्नु सजिलो छैन क्रुस बोक्नुको आनन्द नि फेरि यति मजाको हुन्छ यस्ता मानिसहरूलाई नि हामी सम्हाल्ने त्यसकारण क्रिसमस चाहिँ त्यो क्रिसमस होस् तपाईँहरूको जीवनमा पनि ताकि मानिसहरूले तपाईँलाई देखेर जीवन र येशू देख्न सकोस् त्यो एउटा नयाँ प्रकाश नयाँ ज्योति तपाईँको जीवनमा देखोस् ताकि अरूले मोटिभेसन हुन सकोस् म एक समयमा दुर्व्यसनी भएको मैले जानकारी गराएँ दुर्व्यसनी हुँदा हुँदै मैले मेरो पढाइ नै बिगारिदिएँ मैले एसएलसी नै फेल गरेँ तर जब मेरो काँधमा जिम्मेवारी आयो पास्टर सेवकाई है मानिसहरूलाई लिड गर्नुपर्ने 16 वर्षपछि मैले फेरि एससी दिएको मेरो समयमा एसएलसी थियो मैले दिँदाखेरि एससी दिएँ अनि मैले सेकेन्ड डिभिजनमा एससी पास गरेँ यो विषय अनि यो थाहा थियो अरूलाई भन्नुहुन्थ्यो अरू समयमा म भन्छु म मोटिभेसन गर्दा एससी गरेँ त्यसपछि फेरि मैले +2 गरेँ ट्याक्कै +2 11को एक्जाम आउने बेलामा मेरो एउटा टिम आयो फेरि एक्जामै दिन पाएन क्या अनि फेरि अर्को साल फेरि 11 र 12को सँगै हुन्छ अनि फेरि मैले ब्याकको लागि भरेको थिएँ 11 12 फेरि अर्को साल दिएँ मैले हप्ताको फरक हुन्छ 11 12 अनि फेरि 11 12 मैले पास गरेँ त्यसपछि मैले फेरि ब्याचलर जोइन गरेँ मेजर इङ्ग्लिस लिएर किनभने मैले विदेशीहरू निकै ढुलाइराख्नुपर्ने बोल्नु त आउँछ तर कति ग्रामर मिस भएको कारणले रङ भएको कारणले फेरि मैले ब्याचलर गरेँ ब्याचलर पनि गरेँ अनि धेरैको लागि म जस्तो होइन पढाइ बिगारेर दुर्व्यसनी भएकाहरूको निम्ति छोडेको निम्ति पनि मेरो जीवनबाट चाहिँ उनीहरूलाई उत्साह मिलिरहेछ क्या
मैले मोटिभेसन त्यसै मैले बनावटी कथा भनेको होइन नि त, मेरो जीवनको कथा हो, रियल कथा, साँचो कथा, घटेको घटना। अनि यो घटनाले चाहिँ अरूलाई पनि प्रेरणा पुगेको छ। एउटा अनाथ, एउटा दुर्व्यसनी, एउटा फ्यालेको आज धेरै मानिसहरूको निम्ति एउटा प्रेरणाको व्यक्ति स्रोत भएको छ। मैले मेरो घमण्ड गरेको होइन, मैले यो गरेँ भनेर देखाएको होइन, तर मानिसहरूको निम्ति प्रेरणा होस्, उत्साह होस् भन्नको निम्ति मैले तपाईँहरूको बिचमा पनि आज यो फ्याक्ट मैले बोलिदिएको। थ्याङ्क यू सो मच। अब हामीले आजको एपिसोड अन्त्य गरिसकेका छौँ र आज एकदमै इन्सपिरेसन स्टोरीलाई आज हामीले सुन्ने प्रयास गऱ्यौँ। दाइले आफ्नो समयहरू छुट्याइदिनु भयो र दाइको जीवनको कथाहरू, रियल कथा, उहाँले जीवन भोग्नु भएको कुरा सायदै उहाँको जीवन कसैले एउटा अनुभूति गर्नै सक्दैन होइन, एउटा कल्पना गरेर चाहिँ एउटा भन्न सक्छ होला, तर अनुभूति गर्ने पात्र उहाँ हुनुहुन्छ। सायद उहाँको ठाउँमा कोही हुन सक्दैन। त्यही भएर उहाँको जीवनदेखि हामीले सिक्ने पाठहरू धेरै नै मैले आज जो उहाँलाई मैले सुन्दै गर्दाखेरि र आगामी दिनमा पनि उहाँका अझै धेरै कथाहरूलाई अझै नजिकबाट सुन्ने कोसिस हामी गर्नेछौँ दाइको समय रहेसम्म। र थ्याङ्क यू सो मच। आजको एपिसोड सकिएको छ। हामी कुनै अर्को एपिसोडमा हामी अर्को विषयवस्तु, अर्का व्यक्तिसँग हामी आउँछौँ र हामीलाई हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला। थ्याङ्क यू सो मच।